साडी चोलाहरूलाई सजाइराखेको गोपिनीहरूले पनि त्यही मौकाको विषय दैवहरी देखे जाला कसैको बेलामा देखे जाला नारायण हरि वन्दे गरे गरी देवताको हेला गर्यो श्री सूर्य नारायणको हेला गर्यो निर्वङ्ग नाङ्गा भएर जलमा डुब्न गयो भनेर गाली गर्नुभयो साडी चोला दिनु बोलाउनुभयो अब यो सङ्कल्प गराएर त्यो जुन गरेका अपराधलाई मोक्षे पार्ने काम गर्नुभयो अनि त्यहाँबाट गोपाल गोपिनीहरू नारायण हरि गोकुल जानुभयो गरी जुन थपलिया परिवारहरूले गर्नुभएको यो एकाहा कार्यक्रम यो सप्ताह कार्यक्रममा जुन पितृका लागि गर्नुभएको यो पितृहरू उहाँहरूको विद्रोह बङ्गालामा जुन भएका डढी मरेका रुखबाट लडेर मरेका जलमा डुबेर मरेका कोही यस्ता अगति परेका पितृहरू छन् भएदेखि आज यो एका लगाएको यो मण्डपबाट भगवान चतुर्बाबु नारायण शिवजी कृष्णजी विष्णुजीलाई अनुरोध गर्छु नारायण दैवहरी स्वर्ग पुर्याइदेऊ हामीलाई स्वर्ग पुर्याइदेऊ गरी थपलिया परिवारमा कुनै आपद नहोस् विपद नहोस् लक्ष्मीले सधैँभरि ढोकामा बास गरून् सरस्वतीले कण्ठमा बसी चिताएको कुरा पुर्याइदिउन् भन्दै अब यो भजन मण्डली हामीहरू आज बिदा माग्ने तर्खरमा बसिराखेका छौँ नारायण